आज हामी म र मसँग सर्जरीको डाक्टर पवन हुनुहुन्छ अनि हामी आज रामबा देवीमा आएछौँ। रामबा देवीको एउटा धार्मिक पृष्ठभूमि के रहेछ भन्दाखेरि रामजीले 14 वर्षको वनवासको बेलामा जब सीता मातालाई तिरिखा लाग्यो त्यति बेला चाहिँ रामजीले एउटा बाण गरेर अनि त्यसपछि एउटा चाहिँ हाम्रो चाहिँ पानीको मुहानै खोल्नुभयो। उहाँले आफ्नो पत्नीको लागि यत्रो त्याग तपस्या गरेर त्यो हुन्छ नि त्यो पानीको मुहान खोलिदिनु भयो र तिर्खा मिटाउनु भयो। त्यस्तै हामीले पनि अब राम जस्तै आफ्नो पत्नीको लागि होइन गर्नुपर्ने रहेछ भन्ने कुरा हामी यो धार्मिक स्थलबाट पनि यो ज्ञान लिन सकिन्छ। हाम्रो रामबा देवी मन्दिरको मूल गेट भयो। अब मूल गेटभित्र म र मसँगै हाम्रो सहकर्मी डाक्टर पवन हुनुहुन्छ र सबैजना हामी दुवैजना त्यहाँतिर जान्छौँ। साइडमा रामबा देवी मन्दिरमा आउने एकछिन भन्नु यता हेर्न सक्नुहुन्छ। रामबा देवीमा आउने तीर्थालुहरूको लागि राम्रो क्यान्टिनको व्यवस्था छ। पाल्पा जिल्लाको रामबा देवीमा हामी राममा पानी प्रवेशद्वार गर्दैछौँ। यही भएको छ अहिले देश विलयन हुन खोजिरहेको छ। बाटोमा यो सबै लाली गुराँसको फुलको जङ्गल हो र अहिले अस्ट्रेलिया यो सिजन नभएर चाहिँ त्यो फुल चाहिँ फुल्न सकेको छैन। सक्नुहुन्छ यो जङ्गल, यो रमाइलोपन, यो कोइलीको आवाज, यो चराचुरुङ्गीको आवाजले हामीलाई मोहित पार्दैछ। यो रमाइलो पलमा रमाउन, प्रकृतिसँग कुरा गर्न जुन मजा छ त्यो भनेको हाम्रो यो वर्क प्लेस पछि हामीले काम गरिसकेपछि जुन पिस, मेन्टल पिस चाहिन्छ। सन्तोष कस्तो फिल भइरहेछ? मलाई त यो पुरै नगर्नुहोस् होइन, यो जुन वर्क लाइफ ब्यालेन्स गर्नलाई छ नि निजसँग कहिले काहीँ त आउनै पर्ने ठाउँ हो यो रामबा देवी है। अब हामी मन्दिर पुग्न लाग्यौँ रामबा देवी। यहाँ हेर्न सक्नुहुन्छ बाटोमा एउटा रुख ढलेर तारमा र अर्को रुखमा चाहिँ पुरै हेर्न सक्नुहुन्छ अड्किरहेको। यो हाम्रो रामबा देवी मन्दिरको भित्रको प्रवेशद्वार हो, हेर्न सक्नुहुन्छ। अब हामी 1 मिनटभित्र हामी प्रवेश गरिसक्यौँ। यहाँ बेत रहेछ, कस्तो लामो लामो बेत रहेछ रामबा देवीमा। जुन बाण हान्नुभएको छ पानीको मुहानको यो यही हो बेत, हेर्न सक्नुहुन्छ हजुरहरूले। मन्दिर रामबा देवीको मेन मन्दिर। अरे वाह, आराम गर्दैछ। अरे वाह, कबुतर।